आज म एउटा मात्र प्रश्न सोध्न आएकी छु। डु यु इभन नो योर क्यान्डिडेट? नाम थाहा छ कि पार्टी मात्रै थाहा छ? उहाँको फोटो देख्नुभयो कि उहाँको पास्ट पनि बुझ्नुभयो? उसले के पढ्यो? उसले के काम गरेको छ? उसको क्यारेक्टर कस्तो छ? प्रेसरमा डिसिजन लिन सक्छ कि ऊ मात्र पार्टीको लोगो बोकेर हिँड्ने मान्छे हो? हामी नेपालीहरू देशभक्त छौँ त भन्छौँ, तर देशभक्ति भनेको अन्धविश्वास होइन। देशभक्ति भनेको राइट पर्सन चुज गर्नु हो। तपाईँले घर बनाउँदा इन्जिनियर चेक गर्नुहुन्छ, डाक्टर चुज गर्दा क्वालिफिकेसन चेक गर्नुहुन्छ, अनि देश चलाउने मान्छे चुज गर्दा किन चेक गर्दैनौ? लेट मी टेल यु वान थिङ, भोट भनेको सेल्फी मुभमेन्ट होइन। भोट भनेको ट्रेन्ड फलो गर्ने बटन होइन। भोट भनेको 5 वर्षको जिम्मेवारी हो। यो पालि जोसमा होइन, यो पालि रिसर्चमा। बिफोर यु भोट, बिफोर यु साउट स्लोगन, बिफोर यु आर्ग्यु विथ योर फ्रेन्ड्स, एकचोटि शान्त भएर सोध्नुहोस्, मैले भोट हाल्न लागेको मान्छे को हो? यो पालि इमोसन हुन्छ, तर लजिकल इमोसन। यो पालि जोस हुन्छ, तर रेस्पोन्सिबल जोस। यो पालि भोट हुन्छ, तर नेपालको नाममा। उठ्नुहोस्, सोच्नुहोस् र छान्नुहोस्, बिकज नेपाललाई फलोअर होइन, लिडर चाहिएको छ। जय नेपाल।